यस्तो छ बाटो चाहिँ। अन्त रोड भइहाल्यो, यो मान्छे हिँड्ने बाटो, त्यो साइकल हिँड्ने। म चाहिँ फर्किँदैछु। धेरै बिरुवाहरू लगाएको छ हो, सबै सारेको बिरुवा भन्छ यो। भोलि पर्सि फुल फुल्छ, यही फुल यही नै होला सायद फुल फुल्ने। किरा लागेको छ सबै, पात त कालो कालो भएछ त, पातहरू कालो कालो छ त पात। कालो कालो रहेछ पात पनि। म बस्ने चाहिँ तल हो गाइस, धेरै तल हो म बस्ने। बस्ने पार्कहरू छ यस्तो। के बनाउन लागेको छ, ठुलो ग्राउन्ड छ, खेल मैदान बनाउन लागेको हो कि क्या हो। यतापट्टि अपार्टहरू छ, उता ठुलो ठुलो अपार्टहरू छ टन्नै। त्यो अपार्ट साइड पनि अस्ति नैको हप्ता गएँ घुम्न, फेरि एक दिन जान्छु त्यो साइड पनि घुम्न। ठुलो पहाडहरू पनि छ। माथिको पहाड हो यो चाहिँ, माथिको पहाड देखाएको छ हो, माथि यो चाहिँ माथिसम्म छ टुप्पा। यहाँ जाने बाटो त रहेछ, जान चाहिँ सकिन्छ सकिँदैन। माथिसम्म त गाडी जाँदैछ, गाडीहरू गएको देखाइरहेछ। फर्केको पनि साइकल हिँड्ने बाटो, मान्छे हिँड्ने, कति ठुल्ठुलो रोड हो। जङ्गल जाने बाटो रहेछ मास्तिर। जङ्गलमा पनि लिएर ढल बनाएर ढल हालेर पानी जाने। यस्तो जाडो जाडो मौसम भएको छ आज। अब जाडो पनि स्टार्ट भयो हुन त। जाडो भयो आज धेरै। पब्लिक गाडी यो चाहिँ कोरियाको पहाड हो है। यस्तो छ पहाड, माथि पहाड छ। म चाहिँ यहाँसम्म आएको आज घुम्न। ठुलो देखिन्छ तर यहाँ क्यामेरामा किन अलि सानै देखियो। पहाड नजिकै छ यहाँबाट। यस्तो छ यहाँ चाहिँ। परदेखि हिँड्दै हिँड्दै आएको, फर्किन्छु अब। यो बाटो पुग्छ पुग्दैन, नत्र यही बाटो जाऊँ कि कुन बाटो जाऊँ।